हेलो एभ्रिवान, म चाहिँ आज करेन्ट चाउचाउको रेसिपी लिएर आइसकेको छु। यो करेन्ट चाउचाउ चाहिँ हामी सम्पूर्ण नेपालीको फेभरेटै चाउचाउ जस्तो लाग्छ मलाई चाहिँ। अनि हामी सबैले बनाउने करेन्ट चाउचाउको वे चाहिँ बेग्लै बेग्लै तर यो करेन्ट चाउचाउ बनाउने बेलामा चाहिँ मेरो र मेरो साथी बहिनी जे भनौँ कलिग उसँग मेरो चाहिँ होइन म चाहिँ यसरी खाँदिनँ, तिमीहरू चाहिँ खाऊ भनेर हाम्रो एकचोटि डिस्कस नै परेको थियो। अनि डिस्कस मात्र पनि परेको होइन क्या, उसले चाहिँ यसरी खाम भनेको थियो। तर मैले चाहिँ होइन, म चाहिँ पहिले जसरी खान्थेँ म त्यसरी खान्छु, तिमीहरू चाहिँ यसरी खाऊ, म र मेरो बुढाको लागि चाहिँ हामी पहिले जसरी बनाउँथ्यौँ त्यसरी नै बनाउँछौँ भनेर भनेको थियौँ क्या। अनि हजुरहरूले चिनी देख्नुभयो नि, मेन मैले यसरी बनाएर खाँदिनँ भने चाहिँ यो चिनी सोया सस अनि तेलले हालेर झान्नुपर्छ भनेपछि हो क्या। चाउचाउमा चिनी नि हालेर खान्छन्, बरु म खाँदिनँ भनेर हाम्रो एकदम धेरै डिस्कस परेको थियो क्या। पछि बनाएर उसले ल्याइसकेपछि त उसले यसरी बनायो, अनि मैले चाहिँ त्यही मसलाहरू हालेर पकाएर रेडी बनाएर ल्यायौँ खाने बेलामा। अनि उसले चाहिँ मलाई एकचोटि दिदी ट्राई गर्नु न, एकचोटि कस्तो लाग्छ, एकचोटि मात्रै खानु भनेर के भनेको थियो। मैले त्यो खाइसके पछाडि आजसम्म पनि मैले त्यो पुरानो त्यो मसला मात्रै हालेर कहिल्यै बनाएर खाएको छुइनँ। त्यो बोल्दै गर्दा पनि मेरो मुखभरि पानी आइसकेको छ क्या, फेरि खान मन लागिसकेको छ। सो मान्छेले भनेको सुनेर देखेको सुनेर छि यस्तो नि खान्छ भनेर चाहिँ कहिले पनि नभन्नु होला। एकचोटि ट्राई गरेर बल्ल आफ्नो ओपिनियन दिनु होला भनेर चाहिँ म चाहिँ आफ्नो पास्ट एक्सपिरियन्सबाट भन्न चाहन्छु। अनि लास्टमा चाहिँ मैले के पनि भन्न चाहन्छु भने मेरो बुढालाई चाहिँ कुनै पनि खानेकुरा मोडिफाई गरेर बनाएको मन पर्दैन, तर यो करेन्ट चाहिँ उसको अहिले फेभरेट भएको छ।